हेलो एभ्रिवान गुड मर्निङ एन्ड नमस्ते। आज चाहिँ थर्सडे। म चाहिँ अर्ली मर्निङ उठेर आज धारामा घाम ताप्दै ब्रस गर्दैछु। अनि हजुरको म चाहिँ कहाँ छु भनेर सोच्नु हुँदैछ भने चाहिँ म चाहिँ भोजपुरको ओइराङ गाउँमा छु। अनि कस्तो मिठो घाम लागेको छ क्या, यो मिरमिरे बिहानको कलिलो घाममा ब्रस गर्दै घाम ताप्दै फेस वास गर्न ब्रस गर्न चाहिँ एकदम मजा आउँछ क्या मलाई बिहानको न्यानो घाममा। अनि त्यो हेल्थमा पनि के भन्छ नि, हजुरको बिहानको कलिलो घाममा चाहिँ भिटामिन डी पाइन्छ कि के भन्छ नि होइन। मैले चाहिँ ल भिटामिन डी आज पाएँ होइन, अरू बेला पनि यसरी नै गर्छु। अनि आज चाहिँ मलाई आज मेरो थर्सडेको भिडियो भोइस ओभर गरेर बनाउनु मन लागेर चाहिँ मैले यसरी बनाएँ। अनि चाहिँ म मस्त आफ्नै धुनमा पुरा फेस वास गरिरहेछु, मारिरहेछु होइन। के गर्नु, चिसो छ है यहाँ चाहिँ। फेरि हजुरको अहिले चाहिँ कलिलो घाम छ बिहान, अनि म चाहिँ आफ्नै तालमा मुख धोइरहेछु। अनि कस्तो मजा आउँछ क्या यहाँको पानीमा चाहिँ, हजुरको मजाले चिसो हुन्छ। अनि पानीहरू पिउँदा पनि कस्तो खाए जस्तै हुन्छ क्या। अब जस्तै बजारतिरको पानीहरू त एकदम तातो खालको हुन्छ नि, यहाँ चाहिँ लोकल हुन्छ कि सबै चिज चाहिँ अर्ग्यानिक हुन्छ। पानीहरू कस्तो मिठो हुन्छ, रसिलो। अनि पुरा म चाहिँ हात खुट्टाहरू पनि अब धुँदैछु अनि मजा आइरहेछ मलाई। अनि त्यतिकैमा पापा आइपुग्नुभयो। अनि पापाले मलाई पुरा त्यो टुटीको बारेमा सिकाउनु हुँदैछ। त्यो टुटी चाहिँ धाराको टुटी हल्लिँदो रहेछ क्या। अनि त्यो पछि फेरि मैले घरबाट अघि इस्कुसको मुन्टा बिहान उठेर धुनु र धारामा मुख धुँदै लगेको थियो क्या। अनि आज मलाई यो इस्कुसको तरकारी, मुन्टाको तरकारीहरू चाहिँ एकदम मनपर्छ। अनि त्यही भएर म पुरा इस्कुसको मुन्टा धारामा धुँदैछु। अनि भिडियो पनि अगाडि गरिरहेछु कि अनि दादा आइपुग्नुभयो। अनि अब यताउता गर्नु छ, के गर्नु हजुर, भिडियो गर्ने बाधा पर्नै छैन। मेरो सबैले मलाई जिस्काइरहेको हुन्छ क्या भिडियो भनेर, म काम पनि गर्छु। अनि मैले चाहिँ यसको भन्छ काँक्राहरू सबै आलुहरू रेडी गरेर पनि अनि खाना बसाएँ। अनि यो इस्कुसको मुन्टा धोएको, अनि चाना काटेँ यसरी इस्कुस र आलुको, अनि काँक्रा प्याज अनि अर्ग्यानिक सबै हो यो खोर्सानीहरू। अनि धमाधम अब यसो खाना बसाउँदै सिङ्गडाहरू लाउँदै यताउति गर्दैछु कि। अनि फेरि हजुरको एकदम यो हामी चाहिँ सिङ्किया माटोले घर लिप्छ क्या। अनि मलाई चाहिँ त्यो गोबरहरूले लिप्नु मन लाग्दैन, झिगा आउँछ क्या। मेरो चाहिँ झिगा दुश्मन जतिकै हो। म चाहिँ त्यो गोबरले नलिप्नु भन्छु कि, एकदम चिम्टिया माटोले मात्रै लिप्नु भन्छु। अनि फेरि यसले गर्दा चाहिँ यो हजुरको धुलो निस्किन्छ क्या बढी। अनि मान्छे अलिअलि पर्सेन्ट धुलो आउँछ, अनि कसिङमा लगाइराख्नुपर्छ यताउति। मैले हजुरको दिनमा 24 घन्टा हुन्छ, दिन 12 घन्टामा 14-15 चोटि नै लाउँछु है। अनि त्यसपछि त्यहाँ पापाले कुखुरा काटिदिनु भएकोले अनि म चाहिँ तिते बनाउँदै चाहिँ मेरो भाउजू चाहिँ म भिडियो गरेर त्यहाँ हेर्दै मसला पिस्नु हुँदैछ। मैले आज उहाँलाई चाहिँ मसला पिस्दिनु ल भनेको थिएँ। अनि म चाहिँ आजको खाना के धेरै दिनपछि आज म किचनमा खाना बनाउनु मन लागेर म चाहिँ किचन आएको। अनि खाना बनाउँदै रहेछु। अनि अरू बेला चाहिँ म सघाउँछु भाँडाहरू धुन यताउति। अनि बाउजूले नै घरमा गर्नुहुन्छ, म चाहिँ बाहिर घाँस काट्ने, अलैँची उकाल्ने यस्तो घरको कामहरू गर्नु भन्नुहुन्छ गर्छु। अनि कराई बसालेँ। अनि मैले टक्क मेथी जिरा पड्काएर चाहिँ हालेँ प्याज। अनि आलु र इस्कुसको चानालाई फ्राई गर्न थालेँ। अनि यो कराईको बारेमा कुरा गरौँ। यो कराई सोचेले कालो भन्नु थाल्यो, यो चाहिँ धेरै पहिलाको कराई हो। अनि त्यसपछि त्यो धुन्छ, तर अब यो धेरै युज टु भएर चाहिँ त्यो पछाडि चाहिँ धेरै धुनुहुन्न क्या। अनि त्यसपछि मैले पकाइ पनि सकेँ आगोमा। यस्तो बबाल मिठो हुन्छ कि आगोको, हजुरलाई पनि थाहा छ। अनि मासु हो यो चाहिँ, अब मासुको टर्न आयो है। अनि मासुको लागि मैले मलाई चाहिँ मासुहरू जस्तो बटुहरूमा पकाएको मिठो लाग्छ क्या, बटुको भाँडाहरूमा। यसलाई चाहिँ मैले बटुको भाँडा भन्छु के भन्छ, माथिबाट बिर्को हाल्नु मिल्छ नि पकाउँदा। अनि जिरा मेथीहरू हाल्दैछु। अनि म चाहिँ कुखुराको मासु फर्स्ट अगाडि नै बेसार एड गर्छु कि। अनि त्यसपछि हालिदिएँ मासुलाई। अनि फ्राई हुँदैछ अब। अनि यहाँको चाहिँ हरेक चिज गाउँघरको चाहिँ तपाईँको अर्ग्यानिक हुन्छ क्या, जे पनि रसिलो हुन्छ। फर्स्ट अफ अल त मलाई लाग्छ गाउँतिरको चाहिँ पानी नै रसिलो हुन्छ। किन मिठो हुन्छ भन्नु छ भने पानी मिठो हुन्छ कि, हाम्रो पहाडी युगको चाहिँ एकदमै पानी रसिलो हुन्छ। अनि हजुरको जे पनि मिठो हुन्छ क्या। यो कुखुरालाई हजुरको त्यो
मसलाहरू नै धेरै एड नगरौँ न, तर पनि मिठो हुन्छ कि नुनै लायो भने पनि मिठो हुन्छ। चाउचाउहरू जति चिसो भयो त्यति मिठो हुन्छ कि जति चिसो मसँग मुलुक उमालेर खाएपछि पनि मिठो हुन्छ। पुरा म चाहिँ चलाउँदै यताउति गर्दैछु। अनि यो मेरो लुगा कस्तो रहेछ, यो त यस्तो भए लाएर बसिरहेछ भने झम्लाङ्गै। मलाई चाहिँ यस्तै हो, घर बस्दा त मेक्सीहरू यस्तो यस्तो लाएर बस्दा एकदम सजिलो हुन्छ कि एकदम कम्फर्टेबल हुन्छ कामहरू गर्नको लागि। अनि पुरा म चाहिँ भिडियोहरू पनि गर्दै अनि यता तरकारी चलाउँदै घरि कसिङ्गर लाउँदै गर्दैछु। यहाँ देख्नुहुन्छ मैले कतिचोटि कसिङ्गर लगाइसकेँ। अनि मलाई चाहिँ त्यो खानाहरू पकाउँदा थस्स बसेर पकाउनु मन लाग्दैन होइन। म त्यो खाना बसाउँछु भने यता गर्छु उता गर्छु, सबै काम हुन्छ नि त। अनि बसिरहेको भए जस्तो गर्नु त मलाई चाहिँ चितुर चितुर होइन, यताउति पनि काम गर्नु भिडियो बनाउँछ अब। अनि हजुरको यहाँ साइडमा चाहिँ को बोलिरहेछ भन्नुहुन्छ होला। मैले त्यहाँ छोरीलाई लेख्नु दिएको थिएँ अनि ऊ पनि बोलिरहेछ। अनि फेरि म मेरो मासु डऱ्यो कि भनेर चलाउनु गएको त मासु त रातो रातो भएर मसलाहरू सबै पाकिसकेछ। सुप लाउने बेला भएछ अनि मैले अब यसलाई सुप हाल्छु। अनि त्यसपछि सुप हालेर पनि उम्लिन थाल्यो। अनि मैले भिडियो गरिदिएँ। अनि सबैजना आउनुहोस् है सुप खानु। अब एकछिनमा धनियाँ एड गर्छु। अनि त्यसपछि मैले मुन्टालाई पनि मजाले फ्राई गरेँ। अनि हरियो हरियो मुन्टा चाहिँ मिठो हुन्छ नि त, अनि मैले गरेँ। अनि त्यसपछि पापडलाई फुराएँ। यो पापड चाहिँ किन कालो भन्नुहुन्छ होला, आगो धेर बल्यो क्या, अनि त्यसपछि डढी गयो। अनि त्यसपछि मैले सबै खानाहरू पकाइसकेर बाहिर निस्केर यो फ्लावरको भिडियो गर्दैछु है, मजाले फुलिरहेछ। अनि आजको मेरो बिहानको कामहरू यस्तै थियो। अनि सबै सकेँ। अनि मेरो घर बाहिर आकाश यस्तो दामी बबाल देखिरहेछ। आजको दिन चाहिँ एकदमै रमाइलो छ। अनि यति भन्दै मेरो अब भिडियो यहाँ एन्ड गर्छु। अनि सी यू नेक्स्ट ब्लग भन्दै सबैजनालाई बाई बाई, लभ यु अल, ह्याभ अ नाइस